हेलो गाइज। ल यो चाहिँ हाम्रो दोस्रो दिन। अहिले चाहिँ फ्रेस भएर हामी खानाको लागि वेट गर्दैछौँ होइन। कस्तो भयो आजको? आज म एकदम धेरै एक्साइटेड छु मलाई लाग्छ मेरो कुराले मलाई ल साथीहरू, हामीले चाहिँ अब मर्निङको खाना गइरहेछौँ है त। ल सुरु गर्नुहोस्। ल है अब चाहिँ हामीहरू सारङकोटको डाँडामा जाँदैछौँ। हेलो साथीहरू, के छ खबर तपाईँको? एकदम ठिक छ। यताबाट पनि गइरहेको छ नि, जाउँ न यताबाट हेर्दै आउने बेला पनि त्यताबाट आउने के मान्छे पनि। हैट। र साथीहरू ओ त्यहाँनिर हिमाल मजाले देख्छ है। हिमाल देख्नुहोस् है हिमाल। हिमाल त सबै उसले छेकेछ। वाह मेरो हिमाल। अच्छा उफ लालीको रस वाओ। अब हामी कहाँ जाने बेबी? भ्यू टावरमा जाने। यहाँबाट पसेर यो वासरुम गएर टक्क आराम गरेर अब यहाँबाट हामी प्रवेश गर्न गइरहेछौँ। यताबाट जाउँ। हिवा कस्तो लागिरहेछ? यता पनि हेर। माई वाइफ भेरी भेरी थ्याङ्किङ सो मच। सो अहिले चाहिँ किन भन्दाखेरि चाहिँ यो खुड्किलाहरू चढ्दै गर्दाखेरि चाहिँ उसलाई एकदम स्या होइन त फिल भइरहेछ। यताबाट इन्ट्री गर्ने। यो चाहिँ भ्यू टावर है त। यहाँ माथि जाँदैछौँ हामी। यहाँबाट छिरेर आनन्द लिन्छौँ। ल फाइनली हामी चाहिँ टुप्पोमा आइपुग्यो भ्यू टावरको। अनि यहाँबाट यस्तो दृश्य देख्न सक्नुहुन्छ है त। यो उता चाहिँ प्याराग्लाइडिङ गर्ने ठाउँ, उता चाहिँ हामी लेक साइड भ्यूतिर हेर्छौँ। यताबाट जाउँ पहिला यता हेर्ने। थाक्यो कस्तो भइरहेको छ थाकेन। अब यहाँ हेरेर मन बुझाउने हो नि त। यो पुरै पोखराको फेवा ताल यहाँनिर यस्तो छ त सिन यहाँको चाहिँ। बेबी कस्तो लाग्यो तिमीलाई हेरेर? मन भुलाउँदैछौ हेरेर? सरी भन न भन। भरे तर चाहिँ लास्टै स्यास्या भएको थिएँ माथि आइस आनन्द भयो भनेको। अहिले हामीले भ्यू टावर घुम्यौँ होइन। यहाँ चाहिँ धेरै हावा आउँदो रहेछ। मेरो कपाल यहाँ आएपछि चिक्रिङ्ग भएको भएछ। हेर्नु त्यो माथि बिचारले आएको चिक्रिङ्ग भएर जाने भयो। ल लेट्स गो देऊ ब्याक। ल यहाँबाट चाहिँ हामी जान्छौँ अब सिधै तलतिर।